यदि तपाईँ पनि अपोलो हाइड्रो पावर लिमिटेडको आइपिओ नेप्सेमा कहिले सूचीकृत हुन्छ भनेर प्रतीक्षामा हुनुहुन्थ्यो भने यो भिडियो तपाईँको लागि रहेको छ। आजको यस भिडियोमा हामी कुरा गर्नेछौँ यो कम्पनीको आइपिओ चाहिँ कहिले लिस्टिङ भयो र ओपनिङ रेन्ज कतिदेखि कतिसम्म हुन्छ, त्यो सम्पूर्ण जानकारी छोटो भिडियोमा तपाईँले पाउनुहुनेछ। यस्तै खाले भिडियोजहरू हेर्नुको लागि च्यानललाई सब्सक्राइब गरी बेल आइकन प्रेस गर्न भने नबिर्सिनुहोला। साथीहरू, यो कम्पनीको चाहिँ जम्मा 47 लाख किता सेयर चाहिँ नेप्सेमा सूचीकृत भइसकेको छ। कम्पनीले सर्वसाधारणका लागि वितरण गरेको 14,10,000 किता सेयर र संस्थापक सेयरधनीहरूले लगानी गरेको 32,90,000 किता सेयर गरी जम्मा 47 लाख किता सेयर चाहिँ नेप्सेमा सूचीकृत भइसकेको छ। अब यसको आइपिओ सेयर चाहिँ मङ्गलबारदेखि कारोबारमा आउनेछ र मङ्गलबार प्रि ओपन सेसन कारोबार भइसके पश्चात अरू कारोबारहरू चाहिँ दोस्रो बजारमा यसले गर्नेछ र यसको ओपनिङ रेन्जको लागि चाहिँ यसलाई नेप्सेले 100 देखि 300 रुपियाँको बिचमा चाहिँ ओपनिङ रेन्ज दिनेछ। यसको बाँकी अपडेट भिडियोहरू यसै च्यानलमा आउनेछ, त्यसको लागि च्यानललाई सब्सक्राइब गरी बेल आइकन प्रेस गर्न भने नबिर्सिनुहोला।